झुम्की हो झुम्की झुम्की झुम्की। हेलो दाइ कहाँ हुनुहुन्छ? म बस पार्कतिरै छु। को बोलेको? मैले तँ ए बस पार्कमा आएछु नि दाइ। तिमी त्यही बस्दै गर, म त्यतै आउँदैछु है। ए हुन्छ हुन्छ। अनि रुबा बस अब यता अनि के छ ऋतु अरू? दाइ तपाईँलाई आमाले खुसी पठाइदिनु भएको छ गाउँबाट। ओहो हो र? ए घिउ म अनि के छ घरमा आमाले सन्चै? ए दाइ आमा त बिरामी जस्तो किस्तो हुनुहुन्छ? तपाईँले राम्रो जागिर लगाइदिनुहुन्छ कि भन्ने मलाई आएको। अलिकति पैसा जम्मा गरेर आमाको बच्चा गर्न पाइरहेको दाइ। हो नि ऋतु, मैले 2-4जना साथीले कुरा गरिदिएको छु, सायद चाँडै हुन्छ होला। तर काठमाडौँ फेरि काम पाउनु धेरै गाह्रो छ कि। फेरि काठमाडौँ सोचे जस्तो छैन, धेरै गाह्रो हुन्छ जे काम पाउनु पनि। त्यतिन्जेलको लागि चाहिँ यही होटेलमा काम गर्नु होइन? त्यो दाइ अलिकति पैसा जम्मा गरेर आमाको उपचार गर्न पाए हुन्छ। ए हुन्छ हुन्छ भइहाल्छ नि। रूपा एकछिन यता आऊ त। ऊ ऋतु आजदेखि तिम्रो रुममेट बुझ्यो? उहाँलाई चाहिँ अब सँगै बस्ने काम गर्ने होइन, सट्टा राम्ररी बनाउने, मेकअप गराउने होइन। अब मेकअप गर्नले के गर्नु पर्यो, राम्रो ड्रेसहरू किन्नु पर्यो, सबै गर्नु पर्यो। यसो गर, यो पैसा अलिकति छ, यो लिएर जाऊ, नपुगेको चाहिँ के अरे काउन्टरबाट दिनु, नभए म स्क्यान गरेर मलाई फोन गर्नु है। बहिनी के चाहिने होला? उसको लागि प्यान्ट टी सर्ट देखाउनु न। त कस्तो लिनुहुन्छ? यस्तोमा छ, यसमा छ, टी सर्ट पनि हो। यो ट्राई गरी हेरौँ न एकचोटि। टी सर्ट पनि हेरौँ न। पनि एकदम चलेको नयाँ मोडलमा छ है। टी सर्ट पनि एकदमै राम्रो छ, यो पनि राम्रो, क्वालिटी पनि एकदम राम्रो छ। दुई रुपियाँ ट्राई गरी हेरौँ न। बहिनी 32 कति आयो? हुन्छ। वाउ कस्तो राम्रो देखेको, हेर्नु त दिदी कति सुहाएको छ। अघि कति राम्रो देखियो तपाईँलाई त। ओहो कस्तो राम्रो सुहाएको छ ल। बोल 10 बजिसक्यो, के गर्ने खै।
अग्रिम भाडा लिनुपर्ने, भाग्न पनि सक्छन्। के ठेगानी नै बोलौँ? बहिनी को हुनुहुन्छ? कसलाई खोज्नु भएको होला? म यो घरको घरबेटी। ए हजुर, घरबेटी हुनुहुन्छ? नमस्ते घरबेटी बा। नमस्ते। म यो कोठामा बस्ने मान्छेलाई भाडा उठाउन आएको। रूपा त सुतिरहेको छ, म भन्दैछु है। रूपालाई भनिदिनु महिना मर्न लागिसक्यो, किनकि मैले महिना मर्न दिने गरेको छैन। हुन्छ, म रूपालाई भनिदिन्छु। अहिले रूपा सुतिरहेको छ। हुन्छ, के गर्नु त? हस् घरबेटी बा। के भो को आइस यति राति? घरबेटी बा आउनुभएको रहेछ। ए सुत सुत। ऋतु एक गेस्ट आउनु भएको छ, पानी ल्याइदेऊ त पानी। रितु पानी लगिदेऊ त। गुड इभिनिङ सर। म पनि यतिकै घुमिरहेको यार। थाक्यो यार, एकछिन बसौँ। के भयो? तिमीलाई यो झुम्काले कति सुहाउँछ है? तिम्रो यो झुम्का मेरो जिन्दगीको हिस्सा बनाउँछ। आज मेरो यो पत्ता स्वीकार गर्नु। के हाम्रो यो सम्बन्ध ठिक छैन र? सम्बन्धमा एक्सन वाइफ मात्रै हुन जरुरी छ र? हाम्रो यस्तो साथी पनि राम्रो छैन र? साथी मात्रै भएर बस्छ। ठिक छ, मैले माने, तर सोच त, भोलि तिमी पनि कसैको हुन्छौ, म पनि कसैको होला। हामीले एक अर्कालाई सानैदेखि जानेका छौँ, बुझेका छौँ, अनि यो हाम्रो सम्बन्ध अगाडि बढाउन किन नहुने? ल, तिमीले भनेको छ यो सम्बन्ध अगाडि नबढाउनु, त म पनि मान्छु, तर मलाई रिजन त देऊ। के कारण हो त्यो? रिजन जान्न चाहन्छ? अब त बुझ्नु होला नि। नम्की, त्यसो भए मेरो पनि एउटा कुरो सुन। जबसम्म तिमीले आफ्नो जिन्दगीको डिसिजन गर्दैनौ नि, म तिमीलाई कुदिरहनेछु। बुझ्यौ? वसन्त, तिमी यहाँ? मेरो कुरा छोड, बरु भन तिमी चाहिँ कसरी यहाँ आयो? पहिलाको धेरै भइसक्यो, 1 महिना भइसक्यो यहाँ आएको। कसरी आयो यहाँ भन त? म त कति परिवर्तन भइसक्यो। गाउँमा हुँदा छुट्टै
हुन्छ हजुर ड्रिङ्क थ्याङ्क यू सर के अर्डर लिनुहुन्छ सरी सर आइतेजी ओहो विक्रम सर गुड इभिनिङ गुड इभिनिङ गुड इभिनिङ के छ खबर ल अनि धेरै दिनको आउनुभयो तपाईँ के छ ठिक छ आइतेजी ठिक छ अनि तपाईँको रेस्टुरेन्टमा त निकै रौनक त थाहेको छ बहिनी कुरा गरे होला होइन ऊ त मेरो गाउँको बहिनी हो भर्खर 1 महिना भयो आइतेजी तपाईँ पैसाको कुनै तलब गर्नुहोस् म जति पनि पैसा खर्च गर्न तयार छु र मलाई त्यो चाहियो त्यो पैसा त भनिहाल्नु भयो तर 50,000 भन्दा म कम गर्दिनँ नि भाइ यो अरू त कुरो आइतेजी यो तपाईँ लिइराख्नुहोस् 50,000 छ नि यो एकदम छ 1 पैसा नि कम हुँदैन नि फेरि कम हुँदैन ठिक छ तर मलाई त्यो ऋतु चाहिन्छ ओके अरू थप्नु पर्यो भने पनि म तपाईँलाई पैसा थप्दिनँ टेन्सन नलिनु तर मलाई ऋतु चाहिन्छ हुन्छ बुझ्नुभयो ओके ल ठिक छ ल चियर्स तपाईँले भनेको ठाउँमा होटेलमा पुर्याउने चिन्ह मेरो ओके थ्याङ्क यू बसन्त जान्छु ऋतु यसरी मौन बसेर कति दिन चल्छ भन्नु लामो समय भइसक्यो तिमीबाट केही डिसिजन आउन सकेन तिम्रो हरेक डिसिजनलाई म सम्मान गर्छु तिमीबाट अन्तिम निर्णय सुन्न चाहन्छु तिमीलाई त थाहा छ नि जबसम्म तिमीले तिम्रो आफ्नो जिन्दगीको निर्णय गर्न सक्दैनौ तबसम्म म तिमीलाई कुरिरहनेछु बुझ्यौ घरबेटीले भाडा मागेर दिक्क लगाइरहेको छ गाउँमा आमाको उपचार गर्न नसकेर त्यस्तै टेन्सनमा छु बसन्त तिमी सधैँ एउटै कुरा गरिरहन्छौ यसो चाहिँ सुन न पर्सि शनिबार मेरो बर्थडे पार्टी छ मैले रुममा नै मेरो साथीहरू बोलाउँदैछु तिमी फ्री छौ भने आऊ न है यही शनिबार तिमीले बोलाएपछि म आइहाल्छु अनि बाँकी कुरा त्यही गर्नुपर्छ ल हस् थ्याङ्क यू ओके बाई हुन्छ हुन्छ म त गराइदिन्छु ल पछि कुरा हुन्छ के काम हुन्छ तपाईँको ल है ल ओहो सर के छ खबर बस्नु न सर प्लिज म त्यसलाई मेरो खबर भन्न आएको होइन अनि मान्छेलाई कत्रो तनाव छ कत्रो टेन्सन छ तर लुकी लुकी हिँड्ने भागी भागी हिँड्ने अब मलाई तेरो कुनै कुरा सुन्नु छैन मलाई अब ऋतु चाहिँदैन मलाई 50,000 चाहियो ठिक छ धेरै नगराउनु बस्नु यत्रो गेस्टहरू छ के छ प्लिज बस्नुहोस् सर बस्नु तपाईँले पाउनुहुन्छ मैले एकदमै जोडाएको छु बस्नुहोस् प्लिज प्लिज बस्नुहोस् सर बस्नुहोस् बसेर कुरा गर्नु कस्तो तपाईँ पनि फेरि के भन्ने अनि अरू के छ ठिक छ कति आवेगमा आयो तपाईँ बल्ल बल्ल भेट भएको छ भइहाल्छ नि काम नहुने कुरा हुन्छ ठिक छ
हजुर के अर्डर लिनुहुन्छ है यो सुन पछि अर्डर म गर्छु है अनि म तेरो यहाँ भात नाग जसरी हुन्छ मलाई ठिक छ पैसा पाउँछ यसो गर यो बहिनीको अहिले होइन ऋतु अब आउने शनिबार होइन यो ऋतु बहिनीको बर्थडे छ बुझ्नुभयो बर्थडेको दिनमा मैले तपाईँको 50,000 फिर्ता गर्ने पुरै प्लान गरिसकेको छु म्यानेज पनि भइसकेको छ साहित्य म तेरो भाषण सुन्न आएको होइन मलाई अब ऋतुसँग कुनै मतलब छैन मेरो 50,000 मलाई अहिले तुरुन्तै चाहिन्छ मलाई 100% हुन्छ त्यसको लागि त निश्चिन्त हुनुहोस् तपाईँको दिल खुस गरिदिने पक्का मेरो वचन हो खुस गर्न परेको छैन मलाई ऋतुको पार्टी पनि चाहिएन मलाई यही हो मेरो पैसा मलाई चाहिन्छ मिलाइदिन्छु फरक पर्दैन सर है सन्चै हुनुहुन्छ सन्चो होइन घर भाडा खुरुक्क चाहियो ढिला भइसक्यो के हो पारा होइन भने रुम खाली गरिदिनु कति रिसाउनुहुन्छ घरबेटी बा केही समय दिनु न म दिइहाल्छु नि भाडा हुँदैन यो भाडा तिमीले तिर्दैनौ भोलि कोठा खाली गरिहाल्छ केही समय दिनु न घरबेटी बा म भाडा तिर्दिहाल्छु नि हुँदैन भोलि कोठा खाली गरिदिनु म गएँ तुरुन्त कोठा खाली गर्नु सुन्नु न घरबेटी बा भोलि मेरो शनिबार बर्थडे छ मेरो सबै साथीहरू आउँदैछन् मैले रुममा नै बर्थडे पार्टी गर्नु छु तपाईँ पनि ल्याइ आउनु है अनि भाडा पनि त्यही जानु होइन ओइ सुन्न त्यो केटाले कति पिछा गरेको क्या तिम्रो त्यही के बसन्त ऋतु यता आऊ त जसको बर्थडे छ ऊ चाहिँ सिङ्गार बटार गरेर मात्र बसिरहेछ यो म एकछिन निस्केँ है केक पनि लिएर आउँछु ऋतु खै त तपाईँ को हो र झुम्की झुम्की या झुम्की तिमीले के गर्यो तिमीले थाहा थिएन यो ऋतु बिना बसन्त अधुरो हुन्छ ऋतु म कसरी बाँच्छु तिमी बिना झुम्की
तिनैजना पुग्नु भएको थियो। मलाई यो भन्नुहोस् तपाईँहरू तिनजना मध्ये सबभन्दा पहिला को पुग्यो? तपाईँहरू तिनजना मध्ये सबभन्दा पहिला ऋतिकको मृत्यु भएको कुरा कसलाई मैले थाहा घटनास्थलमा हाल्दा ऋतुले यो संसार छोडिसकेको हामी दुईजना गएका थियौँ। हो नि, हामीहरू दुईजना जाँदाखेरि ढलिसकेको थिए ऋतु। के गर्छ 2 घण्टामा तिमीहरू सबलाई बर्बाद गर्नुहुन्छ। किन खिस्किया को पकाउँदैन त्यो अहिले नै त सिद्धाको होइन।
पैसाको लालचमा मैले होटेल पठाउँछु भनेर मैले उसलाई उसको लागि 50,000 को लागि गर्थेँ मेरो भनेर मैले फगाएँ लालचलाई देखाएँ तर उसले मानेन। अहिले दाइ कति छिटो आउनुभयो त? सबै ठिकै छ नि? मलाई केही ठिक छ किन के भयो दाइ? त्यही भन्न आएको तिमीलाई के भयो भन्नु न? मैले विक्रमसँग 50,000 लिएको कुरा सायद तिमीलाई थाहा छैन होला। को विक्रम? तल आउँछ नि रेस्टुरेन्टमा उसँग मैले 50,000 रुपियाँ लिएको छु तिम्रो लागि। मेरो लागि? किनभने मैले एउटा डिल गरेको छु उसँग कि तिमी एक रात उसको लागि के नचाहिने कुरा गर्छ त? गइदिनु पर्यो कि प्लिज। उसको पैसा मैले सिकाइसकेँ उसको मात्र होइन मेरो अरूसँग पनि। प्लिज त्यति एउटा विक्रम कोही चिन्दिन दाइ। प्लिज विक्रम तल 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 छ ऊ। मैले तपाईँलाई आफ्नै दाइ जस्तो ठानेको छु। तपाईँको विश्वासमा म काठमाडौँ आएको छु। तपाईँ आज आएर यस्तो कुरा गर्नुहुन्छ? मैले पनि सहयोग गरेको छु तिमीलाई। प्लिज त्यति गइदेऊ न। तपाईँले गरेको सहयोग आज यही लिनुहुन्छ? है गइदेऊ न प्लिज छोड्नुहोस् दाइ। प्लिज। तपाईँ यस्तो गर्नुहुन्छ भने मैले सोचेको पनि थिएन। यति भनेर नमान्ने यति पनि मान्दैनौ तिमी। दाइ जस्तो भएर यस्तो कुरा हुन्छ? ठोक्क। तर मेरो यो हातले त्यो काम गर्न पुग्यो त्यसमा मलाई गल्ती भयो। मलाई बरु के सजाय दिनुहुन्छ दिन सरकार मलाई केही तेरो अपराधको कुनै प्राप्ति छैन। होइन देश साहब मृत्युदण्डको कानुन नभएको देशको सेवा गरिन होइन भने एक मुक्काले तेरो खेल थाप्दैन। ठुलो गल्ती सम्पत्ति अपेक्ष उत्तेजनाको गलत प्रयोग गर्ने समाजमा यस्ता नराम्रो जमिन टाढाकोले होइन नजिक र आफन्त भन्नेहरूबाट दिनादिन दिन सपना देख्ने अधिकार सबैको हुन्छ तर यस्ता नरपिचासहरूका लागि झुमकी